नेपाली जनजीवनमा चाडपर्वहरूको आफ्नै विशिष्ट ओत छ। तीमध्ये मकर संक्रान्ति एउटा यस्तो पर्व हो जसले प्रकृति, खगोल र मानवीय भावनालाई एउटै सूत्रमा गाँस्ने काम गर्दछ। ज्योतिष गणना अनुसार यस दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन्। यही बिन्दुबाट सूर्यको उत्तरायण यात्रा सुरु हुन्छ, जसले शिशिर ऋतुको कठ्याङ्ग्रिदो जाडोलाई बिस्तारै बिदाई गर्दै न्यानो र उज्यालो दिनहरूको स्वागत गर्दछ। मकर संक्रान्ति एउटा पर्व मात्र नभएर आफैमा प्रेरणाको सुन्दर स्रोत पनि हो। जसरी सूर्यले दक्षिणायनको अन्धकारलाई त्यागेर उत्तरायणको उज्यालो रोज्छन्, त्यसरी नै हामीले पनि आफ्नो मनभित्रको अज्ञान, ईर्ष्या र हीनतालाई त्याग्नुपर्छ भन्ने सन्देश यसले दिन्छ। तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लाग्नु नै यस पर्वको वास्तविक मर्म हो। नेपालको भौगोलिक र जातीय विविधतालाई मकर संक्रान्तिले जसरी जोडेको छ त्यो लोभलाग्दो छ। यो पर्वले सिङ्गो नेपाल एउटा फुलबारी हो भन्ने तथ्यलाई प्रमाणित गर्दछ। यस दिनलाई थारू समुदायले माघीका रूपमा नयाँ वर्षको झुल्को मान्दै धुमधामका साथ मनाउँछन्। नेवार समुदायले यसलाई घिउ चाको सल्हु भन्दछन्। यस दिन शरीरमा तेल घस्ने र जाको तिलका परिकार खाएर स्वास्थ्य र सामिप्यता साट्ने गरिन्छ। मगर समुदायले कुलदेवताको पूजा र चेलीबेटीको सम्मान गर्ने पर्वका रूपमा हर्षोल्लासका साथ यो उत्सव मनाउँछन्। मैथिली र भोजपुरी क्षेत्रमा यसलाई तिला संक्रान्ति भनिन्छ, जहाँ तिलको दानालाई ठुलो महत्त्व दिइन्छ। किराँत समुदायमा राई, लिम्बू, याख्या र सुनवारहरू यसलाई कफेवा तङ्नाम भन्दै आफ्नो मौलिक परम्परा अनुसार मनाउँछन्। सुदूरपश्चिममा यो पर्व चेली तिहारको रूपमा प्रसिद्ध छ, जहाँ विवाहित छोरी चेलीलाई घरमा बोलाएर सम्मान र स्नेह दिइन्छ। यस दिन विशेष रूपमा खाइने घिउ, चाकु, तरुल र तिलको लड्डुको आफ्नै वैज्ञानिक र सामाजिक अर्थ छ। तिलका साना दानाहरू छरिएर रहेको समाजका व्यक्ति हुन् भने सक्कर यानि गुडले ती व्यक्तिहरूलाई आपसमा जोड्ने स्नेह र आत्मीयतालाई बुझाउँछ। जसरी सक्करले तिललाई बाँधेर एउटा मिठो लड्डु बनाउँछ, त्यसरी नै हामीले पनि आपसी वैमनस्यतालाई त्यागेर समाजलाई स्नेह र सम्मानको सूत्रमा सुगठित बनाउनुपर्छ। धार्मिक दृष्टिले यस दिनलाई महास्नानको दिन भनिन्छ। नेपालका देवघाट, रिडी, बाराहा क्षेत्र, पनौती, माइधार र त्रिवेणी जस्ता पवित्र नदी किनारहरूमा भक्तजनहरूको ठूलो मेला लाग्दछ। शास्त्र अनुसार यस दिन गरिएको स्नान र दानले पुण्य प्राप्त हुने र पापको नाश हुने विश्वास गरिन्छ। भीष्म पितामहले आफ्नो देह त्याग गर्न उत्तरायण नै कुरेका थिए भन्ने पौराणिक कथाले पनि यस दिनको आध्यात्मिक उचाइलाई दर्शाउँछ। संक्रान्तिको वास्तविक अर्थ परिवर्तन हो, तर यो परिवर्तन केवल पात्रोको पानामा मात्र सीमित हुनु हुँदैन। हाम्रो सोच, व्यवहार र समाजमा पनि सकारात्मक परिवर्तन आउनु आवश्यक छ। आपसी घृणा र वैमनस्य फैलाउने होइन, प्रेम बाँड्दै सकारात्मकतातिर बढ्ने क्रान्ति नै वास्तविक संक्रान्ति हो। आउनुहोस्, यस मकर संक्रान्तिमा हामी सूर्य जस्तै तेजस्वी बन्ने र समाजमा सद्भावको उज्यालो छर्ने सङ्कल्प गरौँ। सबैको कल्याण होस्, सबै निरोगी रहौँ। सर्वे भवन्तु सुखिनः।